म स्ट्रङ लेडी हो भनेर देखाइसकेपछि सामान पनि अलिकति राम्रो हुनु पर्यो। ओखर सेम कालोवाला ओखरको याद आयो के। अनि मैले 3 चोटि हेरेँ है। लास्टमा मलाई त टाउको दुखेर गोली दबाई पनि खाएको कि यहाँ कहाँ हुनुपर्ने क्या त्यो उसको बोक्रा चाहिँ। हत्तेरिका के भएर त्यस्तो। अब केटी भएर केटीकै खिल्ली उडाइस मजाक गरिस् भनेर भनेको चाहिँ होइन। मैले पनि बिचरा भन्ने चाहिँ भएको तर उसको कुराहरू सुन्दा त बिचरा खुसी रहेछ। तर खुसी भएर देखाउने चिज राम्रो हुनु पर्थ्यो कि। मन हाम्रो पनि छ, गल्ती मान्छेबाट हुन्छ। ओके, सो तिमीहरूको यो ओपिनियन, तिमीहरूको यो के भन्छ सल्लाह सुझाव प्लिज आफूसँग राख्नु होला हैन। म कस्तो छु त्यो मलाई थाहा छ। अब मैले यहाँ जति बोले पनि जे गरे पनि तिमीहरूको सोच त बदल्न सक्दिन, तर पनि आई एम गुड। ओके, आई एम गुड। अनि बहिनीहरू धेरै नभोका मेरो कमेन्टमा है।